वान अफ द बिगेस्ट वाट इफ्स इन मोडर्न फुटबल। 2019मा एउटा 19 वर्षको यङ ट्यालेन्ट जाओ फेलिक्सले एउटा एकदमै इम्प्रेसिभ डेब्युट सिजन प्रड्युस गर्यो। त्यो सिजन फेलिक्सले 20 गोल हान्यो र 11 एसिस्ट दियो। उसले त्यो सिजन लिग टाइटल जित्यो र युरोपा लिगमा एउटा ह्याट्रिक हान्यो। युरोपको सबै बिग क्लबले यो प्लेयरलाई टार्गेट गरेको थियो, तर एउटा क्लब मात्र यो प्लेयरको लागि आफ्नो ब्याङ्क ब्रेक गर्न रेडी थियो। एथलेटिको मैड्रिडले 126 मिलियन युरोजमा जाओ फेलिक्सलाई साइन गर्यो। यो साइनिङ फुटबल हिस्ट्रीको 4th मोस्ट एक्सपेन्सिभ साइनिङ भयो त्यो बेलामा, र जाओ फेलिक्स सेकेन्ड मोस्ट एक्सपेन्सिभ टिनेजर भए, ओन्ली बिहाइन्ड किलियन एम्बापे। जाओ फेलिक्सबाट एक्सपेक्टेसन एकदमै धेरै थियो। मान्छेहरूले उसलाई किलियन एम्बापेसँग कम्पेयर गर्थे र धेरैले नेक्स्ट रोनाल्डो पनि भन्थे। तर एक ठाउँमा सबै कुरा बिग्रियो। एथलेटिकोको म्यानेजर थिए डिएगो सिमियोनी। सिमियोनी फेमस छन् उनको हराम बल प्ले स्टाइलको लागि। फेलिक्स एक्ज्याक्ट अपोजिट थिए यो प्ले स्टाइलको, एउटा क्रिएटिभ फ्री फ्लोइङ एट्याकर जसले पकेट स्पेसेसमा खेल्छ। एथलेटिकोको काउन्टर एट्याकवाला फुटबल फेलिक्सले खेल्न सकेनन्, त्यही भएर एथलेटिकोले उनलाई लोनमा चेल्सी पठाइदियो। त्यहाँ पनि उनले राम्रो गर्न सकेनन् र उनलाई बार्सिलोना पठाइयो लोनमा। त्यसपछि चेल्सीले उनलाई पर्मानेन्टली साइन गर्यो 52 मिलियन युरोजमा। त्यसपछि चेल्सीले फेरि उनलाई लोन गरिदियो, यसपालि एसी मिलानमा, र लास्टमा उनी अल नासर गए। यस्तो प्लेयर जसलाई 19 वर्षमा किलियन एम्बापेसँग कम्पेयर गरिन्थ्यो, त्यो प्लेयर जम्मा 26 वर्षको उमेरमा साउदी लिग जान पर्यो।